हेलो दर्शकबिन्दुहरु, मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई बताउन गइरहेको छु असार 1 गतेदेखि सरकारी कार्यालयहरू 2 शिफ्टमा सञ्चालन हुनेछन्, जुन म यो भिडियोद्वारा तपाईहरुलाई बताउने छु। यो भिडियो तपाईहरु लास्टसम्म हेर्नु होला अनि जनचेतनाको लागि यो भिडियोलाई सकेसम्म शेयर गर्नु होला। दर्शकबिन्दुहरु, यो कोरोना भाइरसको कारणले गर्दा यही असार 1 गतेदेखि सरकारी कार्यालयहरू 2 शिफ्टमा सञ्चालन हुनेछन् अनि साथसाथै शैक्षिक संस्थाहरू तत्कालका लागि बन्द नै रहनेछन्। 30 गते जेठ काठमाडौँ अबदेखि सरकारी कार्यालय 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ। अस्ति बुधबार राति बसेको मन्त्री परिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजाने गरी गरेको निर्णय हिजो बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खटिवडाले 2 शिफ्टमा सरकारी कार्यालय सञ्चालन गर्ने भएका बताएका छन्। त दर्शकबिन्दुहरु, यो 2 शिफ्ट कसरी गर्ने? मन्त्री खटिवडाको अनुसार बिहान 8 बजेदेखि 1 बजेसम्म पहिलो शिफ्ट सञ्चालन हुनेछ। त्यस्तै 1 बजेदेखि साँझ 6 बजेसम्म दोस्रो शिफ्ट सञ्चालन हुने भएको छ। कार्यालयमा भिडभाड नहुने गरी काम सहज रूपमा सञ्चालन गर्नको लागि यस्तो व्यवस्था गरिएको बताउनुभएको छ। आगामी असार 1 गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरू शिफ्ट अनुसार नै सञ्चालन हुने भएको खटिवडाले जानकारी गराएका छन्। यद्यपि सरकारी विद्यालय भने तत्कालको लागि बन्द रहने समेत बताएका छन्। त दर्शकबिन्दुहरु, कोरोना भाइरसबाट बच्नको लागि यो भिडियोलाई जनचेतनाको लागि सकेसम्म शेयर गर्नुहोला। त दर्शकबिन्दुहरु, आफू पनि बचौ र अरूलाई पनि बचाउनु। हस्त धन्यवाद।